कुरा गरिरहेको थियो यो मान्छेले यो 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 जति भरको यो हल्का चुतियापन म भिडियो Hello, I'm extremely sorry. Thank you very much. Thank you so much, sir, for your time and your. सेन्सर लगाउनु अनि माथि लगाएर सेन्सर लगाउनु बाई बाई आज रोनाल्डो र मेसीको यहाँबाट कस्तो त्यो म्याग्नेट के त्यस कारणले शिक्षाले हाम्रा बाबु नानीहरू कस्ता बनायौँ सदाचारी बनायौँ शिष्टाचारी बनायौँ अथवा अनुशासित बनायौँ कि बनाएनौँ यही महत्त्वपूर्ण कुरा हो शिक्षा होइन त्यस कारणले पनि यो नैतिकतामा आधारित शिक्षामा पनि जोड गर्ने पक्कै पनि ध्यान दिनु छ यो बाबु नानीहरूले गरेका विभिन्न गतिविधिहरू शैक्षिक प्रदर्शनहरू खै त एक्सप्लेन एक्सप्लेन चाहियो खै एक्सप्लेन चाहियो मलाई हाँस्ने हो खै एक्सप्लेन चाहियो के अनि लिएर आउनु त एक्सप्लेन चाहिएन भरिपूर्ण मात्रामा विद्यालयले प्रदान गरेको छ खै नमस्ते नमस्ते मैले के भन्न चाहन्छु भने समन्वय वातावरण शैक्षिक सत्रको उन्नयन एक्सप्लेन भाइ नमस्ते यो मैले भन्दा पनि प्रसिद्ध दार्शनिक जन बेगरले त्यस कारणले यो कुनै अवसरमा मैले यहाँ अभिभावकहरूलाई के गर्न चाहे भने हुन त तपाईँहरूको यो उपस्थितिले पनि तपाईँहरूको बाबु नानीहरूको उज्जवल भविष्यलाई चिन्तित हुन्छ सामुदायिक विद्यालयका धेरै यस्ता जहाँ जाँदाखेरि सामुदायिक विद्यालय यो कसरी युज हुन्छ बाबु नानीप्रति यति चासो तपाईँहरू जति चासो राख्नुहुन्छ त्यो चासो रहेको पाउँदैन मैले थ्याङ्क यू बाई त्यस कारणले पनि तपाईँहरूको त्यो चासोले पनि तपाईँहरूको बाबु नानीको शिक्षाप्रति चिन्ता रहेको मैले एक्सप्लेन जहिले पनि अभिभावक के हुनु पर्यो सचेत हुनु पर्यो यो यहाँ लेजर लाइट बल्छ हजुर लेजर लाइटको बत्ती जबसम्म यो सेन्सर नपर्छ बजर कराउन यो सेक्युरिटी सिस्टमको लागि काम गर्न सकिन्छ घरमा ठिकै हो भने यो बजर बच्छ कि अनि यसमा चाहिँ टेम्परेचर र ह्युमिडिटी ल्याउनु टेम्परेचर र ह्युमिडिटी नाप्ने यसमा डिस्प्ले गर्छ अहिलेको टेम्परेचर भनेको 31 डिग्री सेल्सियस छ बिग्रने अवसर आउँदैनन् त्यस कारणले यहाँहरूले आफ्नो बाबु नानीलाई कति समय दिनुभएको छ मोबाइल चलाएर बस्ने बाबु नानीले भन्ने भनेर भन्ने बाबु नानीहरूको सुख दुःखमा साथ नदिने उनीहरूसँग बसेर कुराकानी नगर्ने उनीहरूको स्वास्थ्यको बारेमा ध्यान नदिने उनीहरूलाई मनोरञ्जन नदिने उनीहरूलाई खुसी नराख्ने गर्नु भएको छ भने तपाईँका बाबु नानीहरू सिकाइप्रति चासो राख्दैन एउटा चाहिँ साइकोलोजीले के भन्छ भने ह्याप्पिनेस बालबालिकालाई खुसी राख्ने तिनवटा ए छ ल भाइ एक्सप्लेन भन्दाखेरि बाबु नानीहरूलाई प्रशस्त माया ममता चाहिन्छ तर माया ममता दिने भन्दा खै एक्सप्लेन यो चाहिँ हाम्रो मिनी गेम हो अनि यहाँ चाहिँ हाम्रो भेन्डिङ मेसिन छ यो हाम्रो चाहिँ मिनी गेम छ रबर गेम भन्ने चिन्न सकिन्छ यो चाहिँ हाम्रो क्यान्डी भेन्डिङ मेसिन तिनवटा भेराइटिजहरू छ यहाँ ड्राइभर चाहनुहुन्छ यहाँ तिनवटामा एउटा अगाड्नु तिनवटामा डिफ्रेन्ट डिफ्रेन्ट त्यहाँ जतिवटा मिले जति लिन सक्नुहुन्छ दिदी तपाईँले पढे जस्तो गर्नुभएको छ तपाईँले लिएको किताब त उल्टो छ नि दामी
भन्दाखेरि उहाँले के जवाब दिनुभएको छ भने बाबु मैले पढे लेखेको छैन यो मेरो नानीको असल बानी विकासको लागि मैले यसो गरेको हो भनेर भन्नुभएछ। त्यसो भएर तपाईँ पनि आफ्ना बाबु नानीहरूले तपाईँहरूको असल चरित्रलाई चित्रण गर्छन्। अरू नमस्ते सबैजनालाई। हामी चाहिँ आज हाम्रो स्कुलको टुर भन्नाले फ्यान खानाको अब झुट नबोलाउँ यो चाहिँ हाम्रो एक्जिबिसन छ। यहाँ चाहिँ एकदमै राम्रो थियो। यो चाहिँ हाम्रो साथीहरूको स्केलेटन यहाँ कसरी आएछ। हेलो हाई फ्लो यहाँ बुक छ। यो चोरीमा आएर एउटा हामीले चाहिँ पैसा पायो सृष्टिबाट। के खानु भन न त। सबै खाइदिनु पैसा हरायो भनौँ बिचमा एउटा कुकुर आएर खाइदियो भने। हामी चाहिँ अब पानी खान जाला। गाइज बेस्ट टिचरको अवार्ड पाउँला को होला। बेस्ट टिचर के हेरौँ न। गाइज अब चाहिँ बेस्ट टिचरको अवार्ड पाउनु आउ न। Alright, so we have the best teacher award goes to Mr. Vishal Paurel sir. Please make a noise to honor our Vishal. अनि के अरे रातोमा उस्तै माडा होइन कुल्फी यस्तै हो साथी। किन यो उस नेट छैन कि साथी पावर हुन्छ र खस्दैन हामी बनाएपछि गर्छौँ। मेरो सिरमा ढल्केको एक जोडी खुकुरी हेर टल्ल ढल्केको कालो टोपी फद्गाउँले मेरो सिरमा ढल्केको एक जोडी खुकुरी हेर टल्ल ढल्केको मेची काली रगतमा मेरो सल्ल
बाई बाई भन न बाई बाई बाई